गाइज ल आज चाहिँ चट्ट कृष्ण देवकोटा लक्ष्मीप्रसाद देवकोटाको आफ्नै मान्छे होइन फेरि है तै पनि केही छैन। आज चाहिँ चट्ट लागेर यस टक्क रेडी सेडी भयो यही बस अहिले जाने। आज चाहिँ अब यस्तै छ फेरि गाडीको प्रब्लमले गर्दाखेरि गाडी चलाउन नमिल्ने अवस्था चाहिँ आज। त्यही भएर चाहिँ अब चट्ट लागेर टिकट काट्न जान लागेको। टिकट चाहिँ अलिकति ढिला गरिरहेछ त्यही भएर अब लगभग 2 घन्टा पछिको मात्र टिकट पाइयो। घाम जोड लागेको छ यार, घाम त डेन्जर हुने फेरि यहाँको है। अनि अब चट्ट गइन्छ टिकट एउटा काटिन्छ। मेरो चाहिँ कति 4 बजीतिरको टिकट देखाएर रहेछ। म गएर एउटा टिकट लिन्छु, गाडी एउटा मात्र रहेछ कि ट्याग हुनसक्छ नि त। अनि चट्ट गएर आज चाहिँ बस चढ्ने हो चट्ट लाएर। फर्स्ट एक्सपिरियन्स हुन्छ मेरो यहाँ। ट्रेन चाहिँ अझै युजै गरेको छैन, बस पनि युजै गरेको छैन। आज चाहिँ चट्ट लाएर बस युज गरिन्छ गएर। अब त्यही हो ल, अहिले बस कस्तो रहेछ म टक्क एउटा सर्ट भिडियो चाहिँ हाल्छु है त। बसै नचढा त होइन, यहाँ आएर चाहिँ युज गरेको थिएन भन्ने कुरा हो। फेरि फर्स्ट टाइम भनेर जिन्दगीमा बस नगरेको चाहिँ होइन, फेरि गाडीमा किनै छोड्दैछु पहिला। ठिक छ, बस नचलाउने चाहिँ फेरि म बसै चलाएर हिँडेको मान्छे पनि हो फेरि होइन। अब यहाँ आएर चाहिँ चढेको छैन भन्नु चाहिँ फेरि होइन। ल अहिले हेरौँला है त के रहेछ। फाइनल्ली जागिर चाहिँ आइपुग्यो। जहाँ झरे पनि पाइने रहेछ, त्यो भएर म चाहिँ बाहिरै झरेँ। अहिले गएँ क्वेसन नबुझेर पनि टेन्सन हुन्छ यार। क्वेसन नबुझेर ड्राइभर अब मिसिन नबुझ्ने यार के भने साह्रै भन्नु भएर त्यही पनि अहिले झऱ्यो। अब म चाहिँ ट्याक्सी बुक गरिसकेको छु बोल्ट। अब 5 मिनट पनि आइपुग्छ, त्यसपछि गर्दै है त। ल जागिर पनि आयो, बस चढेर रमाइलो भइदियोस् है। फिल्म चट्ट चल्ने नोसेसपेटै भन्ने चाहिँ वेस्टर्न युनिभर्सिटी सेसपेटै भन्ने चाहिँ यही हो। मेरो चाहिँ बोल्ट सोल्ड आइसक्यो। अब म चाहिँ चट्ट जाँदैछु। बोल्ट पनि एउटा बुक गरेर थिएँ, फेरि आफै तार सबै ड्राइभर सबै चेन्ज भएर आएको छ। के हो यस्तो, मैले अर्को एउटा बुक गरेर थिएँ तर भनेको बुक कन्डिसन होइन। के हो मैले पनि कुरा बुझेँ। ठिक छ, अब के भएर अब उसको अर्को देखेर चाहिँ फेरि अहिले आफै देखाइदिनु त्यसैमा चट्ट लगाएर जाँदैछौँ चट्टै है। झरियो होइन। अब खाने कुराहरू केही छैन, त्यस्तो लानै पर्ने हुन्छ चट्ट मार्केट छिरो। ल त गाइस सामान पनि सबै किनियो। त्यसै के रहेछ झट्टै किनियो सामान पनि। अघि आधी लग्यो, अहिले आधी छ। अब चाहिँ सिधै अब जानुपर्ने हुन्छ है त घरतिर। ल